पार्कमा सुत्दिने ठिक्क भन्दै है भयो 3 लाखको चस्मा हो हैन कति युरो जान थालेको अवस्था हैन काममा जान थालेको भनेपछि काममा जान लागेर अब जाँदा भाइ हैन म हैन बिचतिर अब मन लागेन भने मुड अफ भयो भने पार्कतिर गएर सुत्दिन्छु के म यस्तो पारा है ल ल कामले अब साउली झन्डै निकालिसक्यो मलाई बाल छैन ल गएर अब काममा जाने के तर बिचमा गायब हुन सक्छ गायब भयो नि म केटालाई फोन हान्छु बोलाउँछु है त हेलो अब चाहिँ टक्क लाएर दिउँसोको सुतेर उठेपछि दिउँसोको सुताएपछि अब टक्क भएर उठेको अब दुईजना चाहिँ यही छौँ अब एकजना चाहिँ काममा गएको हो कहाँ खै झोला बोकेर गएको कहाँ गयो झोला बोकेर गएको काम मान्छे छैन अरे कता भागदिहान कता पार्कमा गएर सुत्यो होला नि फोन आयो होला अब एकजनाको चाहिँ पक्कै उसैले फोन गरेको हुनुपर्छ काममा हिँडेको मान्छे एकतिर फरार भाग्दिएर यस्तो अब फोन गरेर बोलाएन उतातिर आज चाहिँ थोरै आज चाहिँ अब अस्ति मेरो बर्थडे थियो अब बस्न पाइएन अब जान्न त कतै गएर केही खाऊँ भनेर चाहिँ अब हामीलाई फोन गरेर बोलाउनु भएको दाइले अब भाइ र मै छौँ अब एकछिनमा अब मुखसुख धोएर फ्रेस भएर अब जानुपर्ने हुन्छ ल अब रेडी हुँदै गर्छौँ त्यसपछि अब देखाउँछौँ फाइनली हामी रेडी भएर टक्क लाएर अब फोन गरिरहेको चाहिँ छ भनेर छिटो कहाँ हो भनिरहन अब एउटा दाइले अब टक्क जाने अब ढिलै भयो नि त होइन त भाइ ऊ आएर बसिसक्यो काममा गयो कि कहाँ गयो खोइ पागल जस्तोमा छिटो भन्नुभयो नि अब हामीले जान थाल्को बसतिर अब बस स्टपतिर अब बस स्टपमा आइसकेको छौँ अब गाडी नै आएन त हौ कति मिनट छ टाइम हेर न है 20 मिनेट छ 20 मिनट सुटिन्छ हौ यस्तो त्यही भएर तिमीलाई टाइम चेक गर भनेको टाइम चेक त्यत्रो टाइम चेक गरेर अब छिटो भयो भने झ्याउ हुन्छ 20 मिनट यहाँ बसेर के हो गाडी नै अब 20 मिनट पछि आउँदैछ अरे यार अब उहाँ बरु कुरिराखु छिटो भन्दा त दाइले अब गाडीबाट कहाँ गयो पुग्दा भाइ कामहरू फोन गरेर नि त ल यो उसमा आउनु त यो अरे भुल्ला जस्तोमा आएका छन् कुनामा पारि आउनु त हामी पारि आउँछ हामी पागरको इन्तीमा आएको छ झोला बोकेर बिहान हिँडेको गाउँमा आएको छौँ है अघि नै बाटोमा आएको फोन गरे यार बल्ल इन्ती हुँदैछ इन्ट्री भएको छैन बिहानको काममा गएर हरायो मान्छे काममा गएको रे खै कसम यार के खुराउने यार बर्थडे पार्टी भन्दै है बर्थडे पार्टी छ छिटो आएको छ अहिले दिन बर्थडे ह्याप्पी बर्थडे कहाँको बर्थडे कसको बर्थडे भाइ के बनाएर रेस्टुरेन्ट नौटङ्की भ्लगमा हो के कहाँको बर्थडे खै अब बर्थडे भन्दै अब खाना भन्दै अब बोलाएको मान्छे अब है यसकै होला होइन 5 कितिमा को बर्थडे हेर न भाइ त्यही भएर चाहिँ म भित्र दाम भनेर आउँछु मैले हातहरूमा हजुरले भात खाने र म त थुप्पा पिडी त थुप्पा खान्छु म त भात खानेमा भात ल्याइदिए हुन्छ बासी भात ल्याइदिए हुन्छ नि त बासी भात पाइन्छ कि नै भाइ हजुर भाइ बासी भात मगाइदिउँ न के मार्छ त जसमा त है त्यो अम्बो
कति लाग्छ 10 युरोमा पनि कन्भर्ट गरौँ न 3 लाख भनेपछि करिब पर्यो त्यही 2100 युरो जति पर्यो 2100 युरो आम्मामा है कुन ब्रान्डको भन्ने कुरा थाहा छैन मलाई आम्मामा यो चाहिँ अब चाहिँ मेरै ब्रान्ड हो पुरा प्रकाश ब्रान्ड हो यस्तो सिधा स्टेट हेर्नु नि त पुरा उतापट्टि नेपाल पनि देखिन्छ होला है देखिँदैन त्यही तिमी मात्र देखिरहेको छ पुरा खालि त्यो उवाला त होइन नि के भन्छ त्यो देखिनेवाला के भन्छ एक्सरे पुरा छ्याङ्ग म पुरा नाङ्गे देखिने छैन नि त्यस्तो भन्दैन गाउँछ नि है ठिक छ बसिरहेको थियो मलाई त केही मतलबै छैन के हो के खाएको जुसहरू के को जुसहरू यस्तै हो के को एप्पल जुस हो एप्पल हो कि के जुस हो ब्रान्डेड है नेपालमा हुँदाखेरि स्याबको जुस युरोतिर लगाएको एप्पल जुस है के साह्रो हो कहाँ गयो मेरो हिजडा भाइ यहाँको भाइ कहाँ गयो ओमेगलमा बस्ने बित्तिकै सबैले हिजडा भन्छ उसलाई बिचरा त्यति नभनौँ न यहाँ आइसक्यो हिजडा भाइ तिमीलाई हिजडा भाइ आइसक्यो रे ल होइन उहाँ हिजरा दाइ उहाँहरूको एकदम ब्रान्डेड महा हिजरा म भनेको एक्स ग्याङ हो ए एक्स ग्याङ खुट्टा त्यो यस्तो फेका छ नि त यस्तो खुट्टा दिएन नि यस्तो गर्छ एक्स ग्याङ त्यस्तो खतरा है म भनेको चाहिँ नेपालकै नम्बर 1 हो माल्टाको अहिले चाहिँ माल्टाको नम्बर 1 ह्यान्डसम भनौँ होइन नकेता दुईजना तिमी हो दाइ भन्नु नि त ल केटा केटी होइन भन्नु नि त दुईजना हो भन्नु नि त जानकारी दिनु त तपाईँहरूलाई थाहै छ तपाईँहरू रहेछ त अनि मलाई के पनि थाहा छैन के हो त्यो ल भाइ म त बुढी कोल्मेन हो नि त केटाहरू यो भ्लगमा चाहिँ बडी बिल्डरको फोटो चाहिँ सोध्छु तपाईँको दोकानमा अब आउँछ मान्छे बडी बिल्डरहरूमा यहाँ यसो बडी बिल्डरको उहाँको फोटो एकदम बडी खतरा छैन यसो यहाँ चप्काउनु मिल्दैन यहाँ अगाडि होस्टेल रिटर्न 3 लाई हटाएर ए 3 लागेको रहेछ चलिरहेको रहेछ सिलेमातिर हो क्या ए सेन्जुरेन टक्क लाएर यहाँ होस्टेल अब यहाँ माल्टामा चाहिँ अब होस्टेल रिटर्न 3 लागिरहेको रहेछ त्यही अब यहाँ अब राख्न मिल्छ भने अब बडी बिल्डरको फोटो राखेको यहाँ यस्तो खतरनाक बडी बिल्डर ल अब बाँकी चाहिँ अब नास्ता सास्ता आएपछि मेरो किन कुवर खासमा होस्टेल रिटर्नमा के नामले चिनिन्छु म त्यो माग्ने बुढाको चाहिँ छोरा चाहिँ भाइ हुन्थ्यो ल मै हो ठिक छ उ के हो तपाईको चाहिँ अर्कै छ के ल म पदम हो ल मेन चाहिँ मै हो हैन पदम र मेरो उमेर त्यस्तै होला 20 मै नै हुनुपर्ने यहाँ पनि मै हो होस्टेल रिटर्नको मेन क्यारेक्टरै मै हो भन्छ काममा गएको मान्छे कसको बारीमा गएर काम गरिदिएको आएको आज यो लाइट हाउस रहेछ हैन कहाँ यो मलाई थाहा छैन के म गयो हैन एकछिन पर्ख न भनेको छैन प्लानिङ यस्तो रहेछ के लास्टमा काममा जान्छ भनेर महाकसम यस्तो रहेछ कि यहाँ बसेर हैन मैले सुतेछु के म चाहिँ अस्तिको हप्ता नि त्यही एक फुल हेर्न जाने भनेर त्यही भनेको एक हप्ता जान्छ होला भनेको फेरि आज नि फेरि त्यही एक हप्तापछि फुल सकिन्छ अरे अपमा गएको म कसको बारीतिर काममा गएको आज कसको बारीतिर बसेर आएको आज झुक्केर अरूकोमा काम गरेर आएको कि क्या हो
यो मान्छेलाई नि यो होटल भाइ सुन न पैसा दिन्न भन्छ यस्तैमा काम गरेर अरूको कम्पनीमा बस्दै आएपछि कहाँदेखि काम दिन्छ हौ खैरेरसँग हिँड्दैछ यो बाटो सबै के भाइ कहाँतिर यो मलाई थाहा छैन फाइनली के हो भाइ यो चाउमिन हो क्या गीत बजाएर खै लाउँछ अनि पछि जमिन जस्तो छ के के रहेछ कस्तो हो म त चाइनिज थुक्पा हानिदिइरहेको छु बाबा मन चाहिँ बङ्गाली र चाइनिज थुक्पा के भनिदिनु त्यो चाइनिज थुक्पा चाइनिज यहाँ त मान्छे चाइनिज हुन्छ ओमेटिङमा सबले हिजोडाले अब यहाँ हिजोडाले चाउमिन खाइरहेको चाइनिज होइन सटडाउन हानेर मुख लगाएर यता चाइनिज थुक्पा हिजोमा एक्स ग्याङ म लाइफ बस्ने छोडिदिन्छु अब चाइनिज भनेर मलाई गिद्दी भन्न थाल्यो हामीहरू के एङ्गलबाट म चाइनिज देखिन्छु यार है मार्छ यार ल भाइ जय अब बर्थडे पार्टी होइन बर्थडे त एक हप्ता अगाडि सकिसकेको त्यही पनि अब भाइलाई यसो खुवाऊँ भनेर ठिकै छ ल धन्यवाद ए भाइ क्यामन नत्र साउने यार खादै सुन्नु खाएर गोल छेकेर ल धेरै बस्यो ल यहाँ चाउमिन खाइयो यार ल बर्थडे पार्टी ल बर्थडे मान अब ढिलो भए पनि अब ल एउटा केही जाओस् न है पिरो छैन खासै होइन पिरो छँदै छैन पिरो खान्छु भन्दै गर्दा चाहिँ पिरो छैन नि त भाइ सिमी निस्किरहेको छ त दाँतबाट पसिना निस्किसक्यो है भाइले यहाँ दाँतबाट पसिना निकालिसक्यो है एउटा उतातिर खान नसक्यो हो भाइ खाना सक्यो यस्तो खान नसक्यो हुन्छ चाउमिन मिठो होइन तर पिरो चाउमिन हान्टो मर्छ नि खाना ल्याउन नआएको कस्तो हो मैले भर खान लाग्यो मैले केही खाएन अझै 4-5 किलो जान्छ होइन म त बल्ल सुरुवात गरेको केटाहरू खाँदैछ मैले मागेर खाएको मात्र हो 4-5 किलो जान्छ पेटभित्र टक्क अब खानासाना खायो अब बाहिर निस्क्यौँ अब कहाँ गइन्छ अब रुमतिर जाने कतातिर पस्ता यो अनुसारले फोन गर्दा के हो अब चाहिँ खानासाना अब चाहिँ हल्का फुल्का नास्ता अब बर्थडे सड्डे यताउति केक सिक्दा केक काट्ने एक हप्ता भइसक्यो त अब कहाँ हुनुहुन्छ तपाईँ नास्ता सास्ता खायो अब कता गइन्छ अब एकछिनमा डिसिसन गरिन्छ हामी त यहाँ त अब हामी निस्किसकेको कहाँ जाने हो अब रुमतिर जाने कता जाने हो रुमतिर जाने कता जाने हो रुमतिर जाने कता जाने हो फिक्स छैन यार भाइ झोला कहाँ हाल्यो ए यो मागेको छ यो झुन नानेको झोला मागेको छ म त झोला धन्न छुट्याएको के भनेको है केही छैन माग काममा गएको मागेको कहाँ भागिदिरहेको कामबाटै
पायो त भाइ देखाउँ न यहाँ भिडियो पनि देखाउँ न गरी पायो त भाइ कस्तो छ ठिक छ सुमन भाइको ठिक छ नि मान्छे नि त्यस्तै हिजोडा उनीहरूको बनाएन अन्तिम अन्तिम आइयो होइन सलाम वालेकुम फेरि भेटौँला सेयर सब्सक्राइब गर्दा भाइ साहब भाइ हामी त लास्टमा आइसक्यौँ अब रुमतिर गइन्छ अब दुईवटा त भाइ र दाइ एउटै रुम हो जानुहुन्छ अब बिचमा त मेरो अर्को मित्र अलि टाढो जानु पर्छ अब नेक्स्ट भ्लगमा अब बाई बाई